नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको, उता गरेर हामीले गरेको। अनि चैते गतेदेखि आन्दोलन सुरु गरिहालौँ। दुर्गा प्रसाई आउनु पर्यो, हामीसँग मिल्नु पर्यो। उहाँहरूले के सोच्नु भएको छ भने मलाई त गोठाला जस्तो पो सोच्नु भएको छ। त्यो आउनु पर्ने मान्छेलाई म के भन्छु भने तपाईँले कतिजनालाई रोजगारी दिनुभएको छ? म त 5000 जनालाई दिएको छु। डक्टरहरूलाई दिएको छु रोजगारी, भिसिस, भाइस चान्सलरहरू, प्रोफेसरहरू, सिए, चार्टर्ड एकाउन्टेन्टहरूलाई रोजगारी दिएर बसेको मान्छे हो म। एउटा दुर्गा प्रसाईले सदनमा भएका साथीहरूको त के कुरा गर्नु। हिजो यो स्थिति ल्याएको कसले भन्दाखेरि सबैभन्दा ठुलो दोष, सबैभन्दा ठुलो फ्रड काम गरेको भनेको राप्रपाले हो। त्यतिखेर 72 साल कति गते हो यो असोज 4 गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र त्यतिखेरका सांसद राजेन्द्र लिङ्गदेनले साइन गरेको थिएन भने न राज संस्था जान्थ्यो न हिन्दू अधिराज्य जान्थ्यो। कुरा बुझ्नु हो के? खोलामा बगाएर समुद्रमा लगेर तिलञ्जनी दिने राज संस्था र हिन्दू अधिराज्यलाई अनि अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्नलाई अनि के भइरहेछ कुरो भन्दाखेरि तपाईहरुले धमिलो पानीमा माछा मार्नलाई हामीले गरेको। हिजो राज संस्था विदा गर्ने आफै, धर्मनिरपेक्ष बनाउने आफै माल खाएर, युएसआइडी को पैसा, युरोपियन युनियन को पैसा खाएर आफै गर्ने। अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको। होइन अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई। अगाडि गएर भिडमा फोटो खिचेर, होइन अगाडि गएर भिडमा फोटो खिचेर दुर्गा प्रसाई आउनु पर्यो अरे। म धवल शमशेर दाइलाई पनि के भन्छु भने, धवल दाइ तपाईँ पनि क्यान्सर सर्भाइभल मान्छे हो, म पनि क्यान्सर सर्भाइभल मान्छे हो। ल तपाईँ यो आन्दोलनको लागि 10 करोड रुपियाँ हाल्नुहोस्, म पनि 10 करोड रुपियाँ हाल्छु, दम छ भने हाल्नुहोस्। ल निस्क्यौँ। अनि अर्को कुरो भन्छु धवल दाइलाई, तपाईँको पार्टी पहिला सदनबाट राजीनामा दियोस्, संसदबाट रहने आओस्। भुइँमा आउनु पर्यो नि, भुइँमा आउनु पर्यो नि। ताकपरे तिवारी नत्र गोदामी भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि होइन? त्यसले गर्दाखेरि तपाईहरुले मलाई बेकुफ सम्झेको होला, नपढेको बेकुफ सम्झेको होला। दुर्गा प्रसाई भनेको यो कलियुगको युनिभर्सिटी हो। यो कुरो धवल शमशेर राणा दाइले पनि बुझ्दा हुन्छ, कमल थापा दाइले पनि बुझ्दा हुन्छ, राजेन्द्र लिङ्गदेन दाइले पनि बुझ्दा हुन्छ। म सम्मान गर्छु, तपाईहरुमा भन्दा उमेरले जेठो हो। हाम्रो ज्ञानेन्द्र साई हुनुहुन्छ नि माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ, उहाँलाई पनि हैन त्यसरी फोटो नखिच्नुहोस्। तपाईको पपुलारिटी पनि देखेको छ। मैले अभियान चलाएको, म अभियानमै रमाएको छु। आवश्यकता पर्यो नेपाली नागरिकको लागि भने, म भोलि आवश्यकता पर्यो भने भेरी सबै नागरिकले भन्यो भने लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेशमा 7000 जेलमा छन् विदेशीमा आज हाम्रा हुनाहारी युवाहरू, ती सबैको आवाज दुर्गा प्रसाई त पार्टी खोलेर अगाडि बढ भनेर भने पनि त्यतिखेर बढौँला। तर अहिले म गति छाडा काम गर्दिनँ र मलाई प्रधानमन्त्री हुने रहर यहाँ सुराए पर्दा प्रधानमन्त्री यहाँ हेर्नेछन् क्या फेरि गुरुहरू, कोही मखमलका लुगा लगाएका, कोही के लगाएका, कोही के लगाएका छन् क्या, सब भविष्य हेरेका छन्। कोही माताहरू भविष्य हेरेका छ, दुर्गा प्रसाई प्रधानमन्त्री हुँदैन, लेखेकै छैन। त मैले प्रधानमन्त्री हुन लेखेकै गरेकै होइन नि, यो काम व्यवस्था परिवर्तन गर्न गरेको काम हो बाबा। म प्रधानमन्त्री, यहाँ सुन्नुहोस्, बम तपाईँले के बुझ्नु भने, तपाईँ जतिको मान्छेले त्यति बुझ्नु हुँदो रहेछ। बम भनेको साँच्चीकै बम होइन, रोप पनि बमै हो नि त। यहाँ तपाईँलाई म भन्नु, राज संस्था हुनुभन्दा अगाडि यहाँ जम्मा 42,000 क्रिस्चियन थिए, आज 52 लाख क्रिस्चियन भएका छन्। आज 24,000 चर्च छ। त्यसको ज्वलन्त उदाहरण त ललितपुर जिल्लामा 3190 वटा चर्च छन्, सानो ठुलो गरेर। यहाँ उद्योग धन्दा कल कारखानाको सट्टामा चर्चहरू बनाइँदैछ। गरिबी फैलाएर बुझ्ने मान्छे जति जम्मै बाहिर पठाएर के गरिँदैछ भन्दाखेरि भारतलाई 5 टुक्रा 7 टुक्रा बनाउने, टिबेट हान्ने तयारी गर्ने, त्यो रणनीति अनुसार यहाँ क्रिस्चियनिटी फैलाएको। त्यसले गर्दा तपाईँ के बुझ्नुहुन्छ नि,
उतापट्टिबाट चाहिँ पाकिस्तानबाट चाहिँ नक्कली नोट आउँछ, नक्कली भारू नोट। आइएसआईका मान्छे आउँछन् र चाहिँ त्यहाँबाट नेपालको नक्कली नागरिकता बनाएर चाहिँ इन्डियामा गएर चाहिँ ध्वस्त बनाएर चाहिँ आतङ्क फैलाएर आउँछ। के छिमेक अनि त्यो भएपछि बम फ्याक्ट्री भएन यो? हिजो राज संस्था हुँदा यो थिएन। तपाईँलाई ज्वलन्त उदाहरण, तपाईँ कति वर्षको हुनुभयो अहिले? 40 होइन? तपाईँलाई थाहा छ 2007 मा काठमाडौँ एयरपोर्टबाट एयर इन्डियाको जहाज अमृतसर हुँदै कान्दार एयरपोर्ट पुगेको टेररिस्टले लगेको। त्यसमा नि यो देशका नेता, यो देशका तस्करहरू नमिलेको भए नि एयर इन्डियाको हवाईजहाज उडेर कन्दार पुग्थ्यो? तपाईँहरूले भन्नुहोस् त पुग्छ? त्यसले गर्दाखेरि यो देश छिमेकीका लागि बम फ्याक्ट्री भएको छ, बम फ्याक्ट्री भएको छ। होइन, मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनुभयो नि त, आह्वान गर्नुभयो, म त खुसी हुने भइहाल्यो नि। तपाईँहरू पनि त खुसी हुनुहुन्थ्यो नि, कुदी कुदी फोटो खिच्नु। आज तपाईँ अब यसो नि एमाले तपाईँलाई कारवाही गर्यो होइन? अब के भन्नुहुन्छ तपाईँ? एमाले ठिक रहेछ कि दुर्गा प्रसाद ठिक रहेछ भन्नुहोस् त? हो, अब थाहा पाउनु भयो होला नि। त्यसले गर्दाखेरि सही पनि एमाले, मै पनि एमाले होइन। तपाईँ हामी मिलेर अब एक हुनुपर्छ र यो व्यवस्था परिवर्तन गर्नुपर्छ। गणतन्त्र पक्षधरहरूले कार्यक्रम गर्दा चाहिँ तपाईँहरूले दारू बासुमा तेल हालिदिएर चाहिँ कार्यक्रममा आए भन्नुहुन्छ कि सो अस्तिको तपाईँहरूकै कार्यक्रममा पनि जम्मै खाएर चाहिँ मदिराको तालमा त्यहाँ नाचिरहेको देखियो क्या पुरै। अझ धेरै मान्छेले त हामीलाई पैसा दिएर चाहिँ हामी चाहिँ आएको हो, एकजनाले त भनेको। कसले पैसा दियो मलाई थाहा छैन भाइ, मसँग बाँड्ने पैसा छैन। त्यहाँ आएकै मान्छेले होइन, आएका मान्छेको कुरा छोडिदिनु न। कहाँबाट आयो एकछिन न। होइन, मैले गरेको त एकछिन, मैले त कार्यक्रमको लागि स्टेज बनाउनु त्यो बनाउनु त्यो अर्कै कुरा हो। त्यो त मैले गरेको छु, हरेक कुरा गरेको छु। त्यो किन गरेको छु? विदेशबाट लास ल्याएको छु, ती कुरा छन्, गरेको छु। तर एउटा कुरो मैले तपाईँलाई भन्नुपर्दाखेरि म फेरि कसमै खाएर भन्छु, फेरि 1 रुपियाँ पैसा कसैलाई दिएर मैले ल्याएको होइन। यो कुरामा क्लियर हुनुहोस् नि। फेरि दिएको थियो भने मेरो पैसा दिएर ल्याएको हो भन्थे नि, के बिग्रेको थियो र? तपाईँलाई म एउटा कुरो भनौँ, एउटा कुरो के भन्नु भने मैले यहाँ सुन्नु न, ती आरोप लगाउनलाई के भन्नु भने नि मैले गणतन्त्रमा लागेर हस्पिटल बनाएको होइन भाइ। मेरो भिजन, मेरो सम्पत्ति धितो राखेर ब्याङ्कले दिएको, बुझ्नुभयो? मेरो सम्पत्ति थियो र धितो राखेर ब्याङ्कले दिएको होइन। राजावादीले एकछिन राजावादीलाई को कुरा छोडिदिनु न, राष्ट्रवादीको कुरा हुँदैछ, नेपालको कुरा हुँदैछ, कहाँ वादी सादीको कुरा गर्नुहुन्छ तपाईँ? त्यो कुरा नगर्नु न, यो कुरा नगर्नु न। तपाईँले के भन्नु? राजावादीलाई त मैले अघि राजावादी होइन त राष्ट्रवादीको कुरो गर्दैछु। सबै राष्ट्रवादी भएर देश बचाउँ, नागरिक बचाउँ। त्यसले गर्दाखेरि तपाईँहरूलाई अब मैले धेरै प्रश्नको के जवाब दिनु होइन? म होइन, म त्यो मैले तिरिनँ, तपाईँहरूले बुझ्नुहोस् होइन? होइन, आयोजक त थियो त, उहाँहरूले निकालेकोलाई जुलुस कति निस्किन्थ्यो, हामीले बोल्दाखेरि कति आए। तपाईँले पशुपतिको एउटा कार्यक्रममा भन्नुभयो म राजालाई हात समाएर लैजान्छु, कसले रोक्छन् भन्नु। अस्ति तपाईँलाई एयरपोर्ट भएर त्यो आउँछ, त्यो दिन आउँछ। अब राजाले नि पोखराबाट यहाँ आउँदाखेरि एउटा ऊ भयो, सुन्नु अब निर्मल निवासबाट म नारायण हिटी हिँडेँ सबैजना आइदिनुहोस् भनेर भन्यो भने के हुन्छ? के हुन्छ भन्नुहोस् त? त्यसको तयारी हुँदैछ, समय आउँछ नि। राजाले सम्बोधन गर्ने कुरा यो कति सत्य छ यो कुरामा चाहिँ? कुन कुरा? राजा सामाजिक सञ्जालमा राजाले सम्बोधन गर्ने देशवासीको नाममा भनेर त्यो चाहिँ अब राजालाई सोध्नुपर्छ, मलाई थाहा छैन। तपाईँको कुरा हुँदैन? मेरो कुरा हुन्छ तर त्यस्तो कुरा हुँदैन, मेरो कुरा हुँदैन त्यसरी। तपाईँले 25 गते राजा पोखराबाट काठमाडौँ आउँदै गर्दा त्योभन्दा अगाडि एउटा विज्ञप्ति जारी गरेर सरकारले हिरासतमा लिन लागिरहेछ, पूर्व राजालाई नजरबन्दमा राख्न खोजिरहेछ भनेर प्रतिवाद गर्नुभएको थियो। त्यो चाहिँ अलि एटेन्सन लिन खोज्ने मात्रै कदम रहेछ भन्ने देखियो होइन? सरकारले होइन, क्याबिनेटमा कुरा उठेको, एमालेको एकजना मेरो साथी मन्त्रीले भनेको यस्तो यस्तो कुरो उठ्यो भनेर छ नि त हाम्रा पनि मान्छे होइन? भएको कुरालाई सार्वजनिक गरेको। पहिले अलर्ट भएपछि त रोकिन्छ नि त चिज त। पहिले बाढी आउनुभन्दा अगाडि बाँध बाँडेको क्या, त्यो कुरो बुझ्नु भएन? त्यो तयारी थियो, अहिले पनि छ। अब पक्रेर लगेर के गर्नु? म भाग्दिनँ म भाग्दिनँ अनि नभाग्ने मान्छेलाई पक्रेर के गर्नु? अब यो 25 गतेको तपाईँहरूको प्रदर्शन पश्चात सरकार डराए जस्तो र अब राजावादीको मुभमेन्टलाई कन्ट्रोल गर्नुपर्छ भन्ने निर्णयका साथ
निषेधाज्ञाको घोषणा गरेका छ। अब तपाईँहरूको मुभमेन्ट के हुन्छ? होइन, निषेधाज्ञा त गरिसके त। नेपाली सबै निषेधाज्ञामा छन् त। नेपाली हिरासत पक्रिने कुराहरू छन्, पक्रे जस्तै के छ त? कहीँजना पाएका छैनन्, ब्ल्याक लिस्टमा परेका छन्। अब अलिक दिनमा देश ब्ल्याक लिस्टमा गइसक्यो। अब पासपोर्ट चल्दैन, नेपाली नोट चल्दैन, एलसी खुल्दैन। तपाईँहरूको अब भोलि पर्सिदेखि क्यामेरा मोबाइल बिग्रियो भने सामान आउन छोड्छन्। यहाँभन्दा दुर्दशा देशको के छ? देशै जेल भइसक्यो। त्यसले गर्दाखेरि तपाईँले प्रश्न गरेको मैले बिर्सेँ। निषेधाज्ञा तोडिन्छ कि तोडिन्छ? ए निषेधाज्ञा निषेधाज्ञा यिनीहरूले ठुलो गल्ती गरे। यिनीहरूले आफ्नो घर चाहिँ घर वरिपरि राख्नुपर्छ। त्यो घर वरिपरि राख्नु भनेको के हो भने 58 सालदेखि 60 सालसम्म आर्मीले के गर्यो भने वरिपरि खाडल खनेर नि काँडेदारभित्र बसेर के गर्यो भने माओवादीसँग हामी यति मात्रै सीमित छौँ भने जस्तै मात्रै हो। उनीहरूको त्यति मात्रै हो निषेधित, अरू सबै हाम्रो हो। त्यो निषेधित जुन छ नि त्यो एरिया मात्रै उनीहरूको हो, सबै अरू हाम्रो हो। यो कुरामा तपाईँले क्लियर हुनुहोस्।